यो चाहिँ हाम्रो अफिस रुम। यो चाहिँ चप्पलको मेसिन, यो एयर कम्प्रेसर, यो पनि चप्पलकै सेट हो। मेरो अफिस भयो यो स्टोर भयो। यो ढिक्कावाला नुडल्स, साबुनको ढिक्कावाला नुडल्स, यो चप्पलका स्क्र्यापहरू। यता भाइहरूले काम गर्दैछ। यो चप्पलको अटोमेटिक टाइपको चप्पलको मेसिन, अटोमेटिक टाइपको यो बन्दै गरे हो। यो ह्याचरी चल्ला बनाउने मेसिन, यो चल्ला बनाउने मेसिन बन्दैछ। यो साबुनको मेसिन डुप्लेक्सवाला, डुप्लेक्स टाइपको साबुन मेसिन। यो चाहिँ मिक्सर साबुनको। यो दानाको मेसिन, दानाको मेसिन बन्दैछ। स्टिमवाला दाना, यो गेयरबक्स हो। यो डुप्लेक्स साबुनको मेसिन भइहाल्यो। यो बन्दैछ, यो फिनिसिङ हुँदैछ, आदि काम भइरहेको छ। यो एक्जिकेटरको लागि बनाएको छैन, टोयलेट सपहरूको लागि, टोयलेट लिक्विडहरू युज गर्नको लागि बनाइएको छ। यो चाहिँ हाम्रो इन्जेक्सन मोल्डिङ, यसबाट डोर ह्यान्डल मेसिन, यसबाट डोर ह्यान्डल बन्छ यो मेसिनबाट चाहिँ। एल्युमिनियमलाई यसमा पगालिन्छ, यहाँ भट्टी छ, त्यो भट्टीमा पगालिन्छ, पगालेर तपाईँको यसमा हालिन्छ, डाई हुन्छ। डाईबाट तपाईँको यो चल्ला काट्ने मेसिनको, चल्ला बनाउने मेसिनको ऱ्याक, यो 3000 क्यापेसिटीवाला, यो 2000 क्यापेसिटीवाला। यो मिलर बन्दैछ यहाँनिर। काम भइरहेछ, धमाधम सकिन लाग्यो। हजुर डाक्रा रुनी गर्ने, टाक्रा रुनी गर्ने त हो नि, उयो फलामकै काम त हो नि। फ्याक्ट्री पुरै टुर गरियो।